दिए साहब नमस्ते नमस्ते आराम आरामसित एकछिन हामीसँग जानुपर्ने भयो कहाँ साइबर के छ साहब शान्ति अनि हिजै मलाई किन नभनेको त्यो ठ्याक्कै मलाई जानकारी भयो एकछिन चाहन्छु के त्यो अड्काउनु खोजेको नै त्यस्तो मलाई थाहा भयो होइन तपाईँहरू एउटा मलाई पक्रा पुर्सी दिनु न हजुर पक्रा पुर्सी होइन तपाईँलाई जाम भन्न आएको यहाँ सुन्नु नि यहाँ सुन्नु मसँग अदालतको आदेश छ अस्तिको दिन उच्च अदालतबाट मैले के लिएको छु भन्दा आदेश लिएको छु होइन होइन यहाँ छ उच्च अदालतबाट मैले स्वीकृति उच्च अदालतबाट आदेश लिएको छु यो अस्तिको होइन हिजोको पत्र छ के हिजोको पत्र छ के पत्र छ आउनुहोस् न कहाँ छ प्लिज आउनु होइन कहाँ छ भनौँ न मसँग जाउँ न हिँड्नु नि त जाउँ गाडी फर्क भाइ होइन गाडीमा होइन हाम्रो गाडीमा जाने किन हजुर त्यो गाडी त आइहाल्छ नि अनि तपाईँले के गिरफ्तारै गर्न खोजेको नि गिरफ्तार भन्नु होइन न होइन त्यस्तो होइन त्यसरी लिनु हुँदैन पुलिसको गाडीमा चढ्दा म गिरफ्तार हुन्छ होइन नि त्यो मलाई नभन्नु न के चाहिँ हो त ल मलाई पत्र देखाउनु न त हजुर पत्र छ, देखाउनु म न त। तपाईँलाई पत्र नभएको त्यतिको आधार नभएन तपाईँले लिन आउँछु त भने कस्तो कुरा आउँछ आधार प्रमाण बिना म आउँछु छैन त्यही छ आउनुहोस् बुझ्यौँ, यता फर्क भाइ। आउनु न होइन गाडी फर्काउँ न म मेरै गाडीमा जान्छु हिँड्नु नि त होइन तपाईँहरू बाटाबाट कहिले पोखराबाट कहिले के त्यस्तो होइन तपाईँहरूको तपाईँलाई के अन्य गर्नु लिनु हुँदैन अन्यथा नआउनुहोस् आउनुहोस् न प्लिज बुझ्नु, म यहाँ बुझ्छु पहिला गाडी स्टार्ट नगर्नुहोस् आउनुहोस् प्लिज अनि जानु त म जाउँला कि जानु साइबर ब्युरो भनेको उसमा जानु पऱ्यो अरे भोटाइले आउनुहोस् प्लिज हस् थ्याङ्क यू सो मच थ्याङ्क यू दर्शकहरू यति बेला देख्न सक्नुहुन्छ साइबर ब्युरो जानुपर्छ भन्दै अहिले प्रहरीले गरिरहेको सर डिएससी साहब सर कहाँ लाने हो सर साइबर ब्युरो भोटाइ चढिसक्नु भएको छ यति बेला सर पक्र पुगिदिनु न सर पक्र उताइराखेको साइबर ब्युरो